सिन्धुलीको साक्पा गुरु जो 45 दिनसम्म नखाई नपिई ध्यान गरेको दाबी गर्छन् र भन्छन्, मैले आँखा चिम्लिने बित्तिकै मलाई सबै थाहा हुन्छ। पहिलोको हिस्ट्री, अहिलेको हिस्ट्री, पछिको हिस्ट्री। मलाई सबै थाहा हुन्छ। यहाँ आएको मान्छेको मलाई सबै थाहा हुन्छ। मैले आँखा चिम्म भने म सबै थाहा हुन्छ। विश्वास गरेन भने जो कोही पनि आउँदा हुन्छ मेरो अगाडि, त्यसको म 3 पुस्ते पनि भनिदिन्छु र त्यसको म हिस्ट्री, अगाडिको हिस्ट्री, अहिलेको हिस्ट्री, पछिको हिस्ट्री सबै बताउने छु। कतिपयले यसलाई राम्रो मानेका छन् भने कतिपयले नराम्रो भनिरहेका छन्। त्यो पनि अधिकांशले बाहिर देखेको र सुनेको आधारमा मानिरहेका छन्। तुमने मान लिया? यसरी नै हाम्रो समाजमा बिरालोले बाटो काट्नु हुँदैन, बाटोमा तल्लो जातको मान्छेसँग भेट्नु हुँदैन, सायद बिग्रिन्छ। महिनावारीको समयमा अछुत हुन्छ, मङ्गलबार घर बाहिर निस्कनु हुँदैन, यो गर्नुपर्छ त्यो गर्नु हुँदैन भन्ने विश्वासहरू, मान्यताहरू हाम्रो गाउँघरमा छापछाप्ती पाइन्छ। तर हामीले किन यो गर्नुपर्छ, किन त्यो गर्नु हुँदैन भनेर प्रश्न गर्दा, के थाहा हामीलाई, तिम्रा बाबुबाजेले यस्तै भन्थ्यो भनेर जवाफ दिन्छन् भने कहिले कुनै सम्बन्ध नै नभएको छोटो कारण देखाउँछन्। यस्ता कारणहीन र झुटा कारणबाट विश्वास गर्नु नै अन्धविश्वास हो। जुन कुराको यथार्थ नबुझिकन विश्वास गर्छन् भने त्यस्ता विश्वासलाई अन्धविश्वास भनिन्छ। हामीले पुनर्जन्म छ भनेर मान्छौँ या त छैन भनेर मान्छौँ, तर छ भने कसरी छ र छैन भने कसरी छैन भन्ने कुरा थाहा छैन। कुनै पनि चिज चाहे छ भनेर मान्नु या छैन भनेर मान्नु, त्यसको वैज्ञानिक कारण बिना मान्नु अन्धविश्वास हो। यसले भलो गर्दैन। यदि यथार्थमा पुनर्जन्म भए पनि त्यसको कारण थाहा नपाएसम्म जति नै विश्वास गरून् त्यसको केही फाइदा छैन। यसले कुनै लाभ दिँदैन। त्यसकारण भगवान बुद्धले भन्नुहुन्छ, मैले भन्यो भन्दैमा विश्वास नगर। सुनुवारले सुनको गुणस्तर परीक्षण गरे चाहिँ मेरा हरेक कुराहरूलाई परीक्षण गरेपछि यदि सत्य रहेछ भने मात्र विश्वास गर्नु भनेर भन्नुभएको छ। किसी भी बात पर सहजता से विश्वास मत करना, चाहे वो मेरे ही कहे हुए वचन ही क्यों ना हो, जब तक वो तुम्हारे विवेक और तुम्हारी व्यवहारिक बुद्धि से मेल ना खाएं। यो यस्तो हो कि दुईवटा हाइड्रोजन र एउटा अक्सिजन मिलेर पानी बन्छ भनेर थ्योरी पढेर भन्दा ल्याबमा गएर आफैले दुईवटा हाइड्रोजन र एउटा अक्सिजन मिलाएर हेर्दा थाहा हुन्छ कि पानी बन्दो रहेछ कि रहेनछ त भनेर। मेरो मतलब यो होइन कि समाजका सबै मान्यताहरू, सबै विश्वासहरू गलत हुन्। यदि हामीले किन मानिरहेका छौँ, के का लागि विश्वास गरिरहेका छौँ भनेर नसोच्ने हो भने फाइदा त कहाँ हो कहाँ, नोक्सान हुने निश्चित छ। यस्ता अन्धविश्वासहरूले नोक्सान भइरहेका छन् र भएका थिए। नजागे अझै हामी, नछुटे यी अन्धविश्वासबाट, नजागे अझै हामी, नछुटे यी अन्धविश्वासबाट। अरूबाट त के, अवश्य घृणित हुनेछौँ हामी स्वयंबाट। अरूबाट त के, घृणित हुनेछौँ हामी स्वयंबाट। बी अलर्ट, बी केयरफुल।